फर्स्ट यो क्लिप अघि पनि रिसाएर निस्किनु भयो, त्यसो गर्नु हुँदैन। रिसाएर निस्किनु भएको उहाँ त्यसो भए खै किन रिसाउनु भयो मलाई थाहा भएन। केटाकेटी पारा भयो, त्यो धैर्य हुनुपर्छ। बीचमै उठेर हिँड्नु भयो, यसलाई कसरी हिँड्नु भएको छ तपाईले? सेकेन्ड यो क्लिप मान्य सदस्यहरू, प्रतिनिधि सभा 2082 को दोस्रो अधिवेशनको पहिलो बैठकको कारबाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू के का लागि उठ्नुभयो, त्यसकारणले सबै मान्य सदस्यहरूलाई बसिदिनलाई म अनुरोध गर्छु। मैले समय निर्धारण गरेको छु, म समय दिन्छु, त्यसकारणले मान्य सदस्यहरू बसिदिनु होला। मान्य सदस्य, मैले कारबाही प्रारम्भ गरेकै छैन। हामीले मौन धारण गर्नुपर्ने छ, हाम्रो केही विधि छ, त्यसकारणले यहाँहरू बसिदिनु होला। सत्तापक्षी दलका मान्य सदस्यहरू आउनु भएको थिएन। विपक्षी बेन्चमा रहनुभएका सबै मान्य सदस्यहरूको सचेतकज्यूहरू आउनु भएको थियो र मैले उहाँहरूसँग संवाद गरेर सबैलाई आकस्मिक समय उपलब्ध गराउने वचन दिइसकेको छु र म आकस्मिक समय दिने तयारीमा छु। त्यसकारणले पहिला सदन सुरुवात गर्नको लागि यहाँले सहयोग गरिदिनु होला। सदस्य, मैले छलफल गर्दाखेरि यहाँको पार्टीबाट आउनुभएको मान्य सदस्यले त्यो स्वीकार गरेर आइसक्नु भएकोले यहाँलाई फेरि अनुरोध गर्न चाहन्छु, यहाँले आसन ग्रहण गरौँ। म प्रक्रिया पुरा हुँदै गएपछि आकस्मिक समय दिने तयारीमा छु, म आकस्मिक समय दिन्छु। हर्क साम्बाङज्यू, मिडियाबाजी गर्न त तुरुन्तै बाहिर निस्किनु भयो। तपाईँको भित्र कति फुटेजहरू पनि क्याप्चर भएको छन् भन्ने कुरा याद गर्नु भएन। बालेन शाहलाई नराम्रो भन्नलाई तपाईँ छिटो आतुर हुनुभयो, तर तपाईँको हर्क छोप्नतिर लाग्नुभयो। हामी खुला आँखाले हेर्छौँ। बालेन शाहले पनि गल्ती गर्नुभएको छ, तपाईँले पनि गल्ती गर्नुभएको छ। फर्स्टमै तपाईँले गल्ती गर्नुभएको छ सदन स्टार्ट हुन नदिएर, बुझ्नुभयो नि। यस्तो धेरै अवरोध गर्नु, त्यहाँ मैले भिडियो काटेर हालेको छु, 2-3 मिनटको भिडियो काटेको छु, धेरै लामो हुन्छ भिडियो बनेर। अनि अर्को कुरो, प्रधानमन्त्रीज्यू, तपाईँलाई यो कुनै पनि हालतमा सुहाउँदैन यस्तो खालको हरकत। तपाईँको विपक्षीहरू कतिखेर तपाईँ गलत गर्नुहुन्छ र अनि खुट्टा तानौँ भनेर बसेकोहरूलाई तपाईँले अवसर दिँदै हुनुहुन्छ। काम गर्नुभएको छ, कामको तारिफ हामीले पनि गरिरहेका छौँ। हामी जस्तो शुभचिन्तकको दिल दुख्छ, बुझ्नुभयो नि। तपाईँको यो हरकतले, तपाईँको यो आजको हरकत हामीलाई मन परेन। के कारण थियो, कस्तो कारण थियो, त्यो तपाईँको हिजो सभापतिसँगै छलफल हुनुपर्थ्यो, तपाईँको टिमसँग छलफल हुनुपर्थ्यो, त्यहाँ आएर देखाउने खालको यो हरकत होइन। यो तपाईँको पद प्रतिष्ठा, तपाईँको